हजुरले नेक्स्टडोर नेपालमा चाहिँ यसरी आइडी क्रिएट गर्न सक्नुहुन्छ। गुगलमा गएर नेक्स्टडोर नेपाल सर्च गर्ने अनि त्यसपछि चाहिँ यस्तो इन्टरफेस आउँछ है। यो चाहिँ गभर्नमेन्ट रजिस्टर प्लेटफर्म हो, इ लर्निङ प्लेटफर्म। यसमा चाहिँ 3वटा प्लान रहेको छ। फर्स्टमा प्लान चाहिँ बेसिक प्लान रहेको छ, हजुरलाई 1999 पर्न जान्छ र यसमा हजुरले 4वटा स्किल्सहरू सिक्न पाउनुहुन्छ र मन्थली यसमा 10 देखि 12,000 सम्म इन्कम जनरेट गर्न सक्नुहुन्छ। र हाम्रो दोस्रो प्लान चाहिँ प्रिमियम प्लान रहेको छ। यस हजुरलाई चाहिँ 2,999 पर्न जान्छ। यसमा हजुरले 8वटा स्किल्सहरू सिक्न पाउनुहुन्छ है। अनि यसमा हजुरले 12 देखि 20,000 सम्म इन्कम जनरेट गर्न सक्नुहुन्छ प्रिमियम प्लान लिएपछि। अनि हाम्रो लास्ट एन्ड मोस्ट प्रफिटेबल प्लान चाहिँ एडभान्स प्लान रहेको छ 5,999। यसमा हजुरले धेरै स्किल्सहरू सिक्न पाउनुहुन्छ एन्ड हजुरको 20 देखि 30,000 सम्म इन्कम जनरेट गर्न सक्नुहुन्छ इजिली अफिलिएट मार्केटिङ गरेर। यदि हजुर धेरै स्किल सिकेर राम्रो इन्कम जनरेट गर्न चाहनुहुन्छ भने एडभान्स प्लान लिन सक्नुहुन्छ। एडभान्स प्लानको चाहिँ आइडी बाईमा क्लिक गर्नु होला एन्ड त्यसपछि हजुरले चाहिँ प्रोमो कोड युज गरेपछि चाहिँ हजुरको 5,999 पर्न जान्छ र यति धेरै स्किल्सहरू सिक्न पाउनुहुन्छ है। यसमा बाई नाउमा क्लिक गर्नु, यसमा हजुरको चाहिँ नेम लेख्नु होला है। अहिले चाहिँ मैले राम राखेँ। अनि त्यसपछि एड्रेस आफ्नो राख्नु होला अनि मोबाइल नम्बर राख्नु होला र आफ्नो इमेल चाहिँ राख्नु होला है गुगलको। अनि त्यसपछि चाहिँ हजुरले अफिलिएट कोड राख्नु होला। अफिलिएट कोडमा चाहिँ हजुरले चाहिँ BS100020 राख्नु होला। पूर्णिमा चौधरी चाहिँ इज योर अफिलिएट भनेर आउँछ है, यो चाहिँ राख्नु होला, याद राख्नु होला है। अनि त्यसपछि आफ्नो चाहिँ डेट अफ बर्थ राख्नु होला, डेट अफ बर्थ सेलेक्ट गर्नु होला र पासपोर्ट चाहिँ आफ्नो हिसाबले राख्नु होला। अहिले चाहिँ मैले 1 देखि 8 सम्म चाहिँ राखेँ है इजीको लागि। र आफ्नो सबै डिटेल्स चाहिँ हेर्नु होला राम्रोसित है। अनि त्यसपछि चाहिँ तल चाहिँ स्क्रोल गर्नु होला र आई एग्रीमा चाहिँ क्लिक गर्नु र प्लेस अर्डरमा क्लिक गर्नु होला। एन्ड त्यसपछि चाहिँ हजुरले चाहिँ पेमेन्ट गर्नुपर्ने हुन्छ है आइडी क्रिएट गर्दाखेरि। यसमा चाहिँ हजुरले 5,999 एडभान्स प्लानको चाहिँ पेमेन्ट गरेर यहाँ तल चाहिँ पेमेन्टको स्क्रिनसट लेखेको, पेमेन्टको स्क्रिनसट चाहिँ राख्नु होला है। अनि त्यसपछि ट्रान्ज्याक्सन आइडी भनेको छ, यो ट्रान्ज्याक्सन आइडी यसमा चाहिँ यो स्क्रिनसटमा हेर्नु होला। ट्रान्ज्याक्सन कोड लेखे होला, यो 1CU लेखेछ, यो सबै हेरेर चाहिँ राम्रोसित एड गर्नु होला है। अनि सबै भइसकेपछि चाहिँ सेन्डमा क्लिक गर्नु होला हजुरले। अनि हजुरको आइडी चाहिँ सबमिट भइहाल्छ, रिक्वेस्ट होइन। एकछिन 5 मिनटमा हजुरको चाहिँ आइडी क्रिएट भइहाल्छ नेक्स्टडोर नेपालमा। अनि त्यसपछि लगइन गर्नु होला आफ्नो इमेल र पासपोर्ट राखेर है।